तपाईलाई चाहिँ कति समय लाग्यो कोरियन भाषा पास गर्न? ठ्याक्कै भन्नुपर्दा चाहिँ मेरो केसमा चाहिँ मलाई चाहिँ अब धेरै टाइम लागेको भइदियो भने जाने हो, नभएदेखि अब कुनै विकल्प खोज्नुपर्छ भन्ने थियो। त्यो म कन्फर्म थिएन आउने कुरामा। हजुर, अब यस्तो हो, बेसिक रूपमा त प्रायः अब पढ्न सुरु गरेकोदेखि लिएर अहिले हरेक घरमा एकजना कोरिया जाने मान्छे अनिवार्य भएको कारणले यहाँको बारेमा कोरियाको बारेमा अहिले नथाहा पाउने भनेको कमै होला हैन। सबै थाहा पनि छ। त्यही भएर बेसिक भनेको त अब त्यही हो, सबैलाई थाहा छ। त्यही समथिङ 2 लाख भनौँ न। हजुर, 2 लाखमा त चित्त बुझ्यो। हजुर, अहिलेसम्म भन्ने हो भने अब म अलि खुसी छु भन्ने कुरामा त आफूले सोचेर ल्याउँदा खुसी छु। तर स्यालेरी जब आउँछ नि आफूलाई, त्योभन्दा चाहिँ अलिकति बढी भइदिएको हुन्थ्यो कि 2 लाखभन्दा अलिकति बढी भइदिएको हुन्थ्यो भन्ने जस्तो चाहिँ हुँदो रहेछ। त्यतिले लागि हेर्दाखेरि अब सुसाइडहरूका घटनाहरू जसरी बढ्दै आइरहेछन्, जसरी सोचेर आएको कोरिया हुन्छ र यहाँ भोग्नुपर्ने कोरिया, यहाँको दुःख अब नेपालमा अहिलेको जेनेरेसनले भनेको दुःख गर्ने, गाउँघरमा बसेर दुःख कोही पनि गरिँदैन। अलिकति अब पढ्ने, पहिला सानोन्जेल पढ्ने, पढिसकेपछि सहर बजारतिर जाने, त्यतै गर्ने, घुमफिर गर्ने, अब बस्ने, सानोतिनो यसो पार्ट टाइम काम गर्ने, त्यस्तै गर्ने मान्छेले आएर यहाँ फुल टाइम चाहिँ अब काम गर्न गाह्रो हुन्छ। अब भाषाको समस्या हुन्छ सुरुमा। त्यो हुँदाखेरि अब यहाँको साहुहरू अटोमेटिकली उनीहरूले अब स्यालेरी दिए हुन्छ, त्यही अनुसार त उसले काम खोज्छ। काम खोज्नको लागि खोज्दाखेरि अब भनेको कुरा नबुझ्ने, हरेक कुरा गर्ने। उनले अब टर्चर दिए जस्तो लाग्छ। टर्चर त वास्तवमा दिएको त होइन, उसले अब पैसा दिइसकेपछि काम त लाउने भयो। अनि त्यो आफूले काम नबुझ्ने हरेक कुरा गर्दाखेरि टर्चर लाग्छ। त्यसलाई टर्चरको रूपमा लिएर चाहिँ मान्छेले केही सोच्न नसकेर सुसाइड गर्नेहरू केसहरू बढिरहेछन् अहिले। स्वागत छ सर। नमस्कार, मेरो नाम चाहिँ अभिषेक खत्री है। म चाहिँ अहिले लगभग 4 वर्षदेखि चाहिँ कोरियामा कार्यरत छु। अरू सन्चै हुनुहुन्छ नि? एकदम सन्चै। कोरिया आएको 4 वर्ष भयो भन्नुभयो होइन? 4 वर्ष भनेपछि अहिले 2026 सुरु हुन आँट्यो। तपाईँ 21-22तिर आउनुभयो होइन? म हजुर 22 को स्टार्टिङमा। त्यति बेला कोरोना लगभग सकिन आँटेको रहेछ है? कोरोना त्यो लगभग भन्दा पनि मध्यन्तरमै थियो। त्यतिखेर क्वारेन्टाइन बस्नु पर्थ्यो। त्यो भएर कोरोना मध्यन्तरमै थियो। क्वारेन्टाइन कति बस्नुभयो कि बस्नु भएन? क्वारेन्टाइन त बसेन भने जस्तो पोजिटिभ देखायो भने बस्नु पर्थ्यो। अब अनिवार्य थिएन। हामीभन्दा अगाडि 1-2 लट अगाडिसम्म चाहिँ अनिवार्य नै गरेको थियो भने अहिले त्यतिखेरसम्म चाहिँ अब नेगेटिभ देख्यो भने मात्रै, पोजिटिभ देख्यो भने मात्रै हो। कुरो अब कामको कुरो होइन, कोरियाको बसाइ, कोरियाको कुरो अब बिस्तारै गर्दै गरौँला। सुरुमा चाहिँ के छ भन्दाखेरि कोरियन भाषाको क्रेज अहिले नेपालमा होइन, नेपाली युवाहरूमा चाहिँ एकदम के लोकसेवाभन्दा पनि बढी छ कोरियन भाषाको क्रेज चाहिँ। कोरियन भाषा पास गर्नलाई लाखौँ, पुरै 5000 एउटा कोटा छ भनेपछि 1 लाख कति हजारजनाले फर्म भर्नुभएको छ होइन। कतिजनाले चाहिँ इक्जाम दिइराख्नु भएको छ, कति चाहिँ अब ल मैले 38-39 मिलाएँ भनेर कतिजनाहरू चाहिँ, कति साथीहरू चाहिँ के छ स्किल टेस्टको लागि तयारी गरिराख्नु भएको छ होला। अनि त्यही हो, सबैलाई अब कोरियन भाषा पास गर्नलाई कोरियन भाषा पहिला पढ्नुपर्छ। अब कति मान्छे चाहिँ अब 6-7 वर्ष, 8-10 वर्ष लगाएर पनि पढिराख्नु भएको हुन्छ। तपाईँलाई चाहिँ कति समय लाग्यो कोरियन भाषा पास गर्न? ठ्याक्कै भन्नुपर्दा चाहिँ मेरो केसमा चाहिँ मलाई चाहिँ अब धेरै टाइम लागेको होइन। अब म 2019 को पासर हो। अनि मलाई समथिङ त्यही अब जोइन गरेर पढेको चाहिँ 5 महिना जस्तो हो। त्यति पढेर अब निकाल्न सफल भयो। तयारी चाहिँ मेरो भनौँ अब सेल्फ स्टडीको रूपमा चाहिँ बेसिक कुराहरू चाहिँ अब पहिलादेखि नै अब अलिअलि ट्राई गरिदिएको थियो। अब आधिकारिक रूपमै जोइन गरेर पढेको चाहिँ 5 महिना जस्तो भयो। अनि यसमा अरू कुरा जोड्न चाहेँ कि अब यो क्रेजको कुरा भन्नुपर्दा चाहिँ अब अहिले ठिक हो, अब हाम्रो विकल्प पनि अरू केही पनि छैन। अब जस्तो मध्यम परिवारको लागि चाहिँ यो एउटा राम्रो ठाउँ हो, गन्तव्य पनि हो। अब थोरै लगानीमा आफूले मिहिनेत गरेर अब भने जस्तो भइदियो, पास गर्न सकियो र अब इस्यु भइदियो, टाइममा भइदियो भने चाहिँ अब राम्रो पनि हो। अब यो हामी जतिको मान्छेलाई यहाँ काम अनुसारको अब कमाइ पनि ठिकै नै हुन्छ, चित्तबुद्ध नै हुने कारणले गर्दा चाहिँ क्रेज बढ्नु स्वाभाविक पनि हो। ठिकै छ। अब भाषा पास गर्नु भनेको अब यहाँ आउनु ग्यारेन्टी हुनु त होइन, भए पनि यहाँको लागि आवेदन दिन चाहिँ अब योग्य हुनु भनौँ न, भिजाको प्रोसेसको लागि योग्य हुनु हो। त्यही हो। अब सबैलाई के भन्छु भने नयाँ पढ्नेहरूलाई चाहिँ अब पढ्न नछोड्नु, कन्टिन्यू गर्नु, आउन भन्ने कुरा अब हेरौँ अब कतिसम्म हुन्छ। इस्यु भयो भने आउन सम्भव ढिलो चाँडो हुन्छ भन्ने हो। तपाईँको पालामा चाहिँ कति कट लाइन थियो नि? हाम्रो पालामा चाहिँ एग्रिकल्चरमा 37 र म्यानुफ्याक्चरमा 38 थियो। कम्पिटिसन उस्तै हुन त एकै नम्बर भनौँ न, 1 नम्बर कम भए एग्रीलाई निक्लिन्थ्यो भने 1 नम्बर बढी भए म्यानुमा निक्लिन्थ्यो। उस्तै थियो कम्पिटिसन थियो। 37-38 थियो। तपाईँले सिबिटी दिनुभएको कि होइन? म पिभिटी नै हो। हाम्रो त्यतिखेरसम्म भनौँ न 2019सम्म त अब
पिभिटी नै थियो। त्यसपछि अब युभिटी आयो, हामीले चाहिँ भनेको पिभिटी दियो। कोरियन भाषाको जुन फर्म फिलअप गर्दाखेरि चाहिँ फर्म भर्नुभन्दा अगाडि चाहिँ के हुन्छ भन्दाखेरि अरू सबै कुरा, अरू अक्षरहरू सानो अक्षरमा लेखेको हुन्छ क्या। एउटा कुरा चाहिँ ठुलो अक्षरमा लेखेको हुन्छ, कोरियन भाषा पास गर्नु भनेको कोरिया जानु होइन, कोरिया जाने एउटा भनौँ न बाटोको लागि तयारी हुनु मात्र हो भनेर भनिदिएको हुन्छ। तपाईँ चाहिँ रोस्टरमा कति वर्ष बस्नुभयो नि? मेरो भनेको चाहिँ पहिलो 1 वर्ष चाहिँ सकियो, फेरि अनि रिमेडिकल गरेर त्यो अवधि पनि लगभग अन्तिम चरणमा पुग्ने स्थितिमा थियो। अनि त्यो भएर अब कोरोनाको यता गर्दै टाइम लाग्यो। अनि लगभग अब चाहिँ नहोला, अब फेरि पढ्नुपर्छ अथवा यसैमा चाहिँ कोरिया जाने भने चाहिँ फेरि ट्राई गर्नुपर्छ होला भन्ने भएको थियो। तर अन्तिममा भयो, टाइम लाग्यो समथिङ। मेरो पनि अन्तिम 2 वर्ष सकिने अवधि आउँदै थियो। बल्ल अनि भयो, त्यही हो, मलाई टाइम लाग्यो। ल सबैले पुरै कोरिया जान्छ भनेर गरिरहेको थियो, कोरिया हुने भएन कि भनेर जो तनावमा यसो बस्नु पर्यो। हजुर, त्यो त कहानी सबै जसले अब कोरियन भाषा सपना देखेकोदेखि लिएर सपना पुरा गरिसकेकोसम्म पनि यो चाहिँ लागु हुन्छ। किनभने अब कोरियन भाषा पास गरेदेखिको अब सबैको त्यही हो, गाउँघरमा चाहिँ भनेको अब कोरिया गयो यो अब पास, बाँकी प्रोसेस त सबैलाई थाहा हुँदैन। अब पढ्नेलाई आउन चाहनेलाई थाहा हुन्छ भने अब बाँकी गाउँ समाजको कुरा गर्नुपर्दा त त्यही हो, पास गरेपछि अब यो त कोरिया गयो, आजै जान्छ भोलि नै जान्छ भन्ने हो। अनि अब त्यो कुराहरू अगाडिदेखि नै अब ढिला सुस्ती हुन्थ्यो। अब बेलामा आफूले चिने जानेको मान्छेहरूले पनि अब बेलामा प्रोसेस नहुँदाखेरि मलाई पनि त्यही थियो, शङ्का लागेको थियो। मेरो पनि अब पास त गरेँ, तर अब जानलाई चाहिँ हुन्छ हुँदैन, त्यही पनि अब भइदियो भने जाने हो, नभएदेखि अब कुनै विकल्प खोज्नुपर्छ भन्ने थियो। त्यो म कन्फर्म थिएन आउने कुरामा। जे होस्, हुन्छ कि हुँदैन भन्दै कोरिया आइपुग्नु भएछ। हजुर, खुसी लाग्यो। अनि कोरिया अब नेपालमा हुँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरिमा ल कोरिया भनेको त खत्रै देश होइन। हजुर, अब विश्वको कति नम्बरको ठुलो पुरै बिल्डिङ भएको देश, अनि अन्डरग्राउन्ड नै पुरै छियाछल भनेर पढ्नुपर्छ नि त होइन। कोरियन भाषा पढ्दाखेरि अन्डरग्राउन्ड नै 5-7 तलासम्म त रेलै चढ्छ अरे। म साँझ बिहान रेलैमै दगुर्छु कि जस्तो फिल हुन्छ कति, मलाई चाहिँ भएको थियो होइन। अब सबैलाई हुन्छ भन्ने भएन। तपाईँ चाहिँ नेपालमा हुँदाखेरि सोच्नु भएको, एउटा कल्पना गर्नुभएको कोरिया र वास्तवमै कोरिया आएर देखेपछि कोरिया तपाईँले भोगेको कोरिया चाहिँ तपाईँले भोग्नुभएको कोरिया चाहिँ कस्तो लाग्यो त, के छ यसो बताइदिनु। यो त एकदमै धेरै आकाश र पातालको फरक छ। यो कुरा देखेको कोरिया र अहिले भोग्दै गरेको कोरियामा चाहिँ धेरै नै फरक छ होइन। अब हो, हामीले देखेको कोरिया पनि अब त्यो भनेको क्षणिकको लागि छ। अब घुमघाम गर्नको लागि जाने, बाहिर सहर एरिया जाने भने छ, तर भए पनि आफूले काम गर्ने कार्यस्थलमा हेर्ने हो भने चाहिँ म अब एकपल्ट सोच्न बाध्य हुन्छ कि म कोरिया छु कि अथवा अनि कुनै ठाउँमा छु भन्ने। अब वरिपरि अब बस्ती पनि कम भएको, जुनसुकै अब कम्पनी भएको ठाउँमा भनेको बस्ती कम हुने, अब वन जङ्गलहरू बढी, अनि अब कहाँको कुना जस्तो लाग्ने, त्यो भएको कारणले गर्दा चाहिँ अब कोरिया पनि होइन कि जस्तो लाग्ने। त्यही भएर जति हामीले पढ्दाखेरि एक्सपेक्ट गरेको थियो कि कोरिया यस्तो हो, सहरमा यसरी बस्ने होला, अब यसरी अरूले फोटो खिचेर लगाएको देख्दाखेरि त सहरमै रहेछ, कोरिया मेन सहरमै बस्नुपर्दछ भन्ने सोचेको थियो। र यहाँ आउँदाखेरि चाहिँ यस्तो विकट जस्तो गाउँ, अब विकट भन्नाले अब नेपालको त सुगम ठाउँ जस्तै नै हो यहाँको विकट भने पनि, तैपनि अब यहाँको लागि विकटै ठाउँमा परिदो रहेछ। अब यो कम्पनीहरू त्यस्तोमा आउँदो रहेछ। त्यही भएर सोचेको र भोग्दै गरेको कोरियामा एकदमै फरक छ। अनि अब के हुन्छ भन्दाखेरि हामीभन्दा अगाडि अब कोरिया मात्र होइन, अस्ट्रेलिया या जुनसुकै देश पनि गएर चट्ट ठुलो पुरै के समुद्रको किनारमा ठुला बिल्डिङको अगाडि चट्ट गएर उभिएर पोज दिएर फोटो खिचेर जब सोसियल मिडियामा पोस्ट गर्छन् नि, त्यति बेला चाहिँ हामीलाई के हुन्छ भन्दाखेरिमा होइन, यसो सकिन्छ भने वर्किङमै जानु पऱ्यो, नभएपछि जसोतसो स्टुडेन्टमा गर्नु पऱ्यो। आफूसँग पैसा होस् नहोस् होइन, ऋणदान गरेर पुरै ऋणदान गरेर होइन, सबैतिरबाट पैसा म्यानेज गरेर जसरी पनि पुरै त्यो उभिएको ठाउँमा आफू पनि कहिले पुग्ने, कहिले उभिएर फोटो खिचेर पोस्ट गर्ने भन्ने फिल हुन्छ होइन। त्यो चाहिँ वास्तवमै त्यो एउटा देखावटी मात्र हुन्छ। वास्तविक दुःख, वास्तविक परदेश चाहिँ कसैले पनि देखाएको हुँदैन होइन। एकदमै तपाईँले पनि फोटो खिचेर पोस्ट गर्नुभयो कि भएन त? मेरोमा चाहिँ अलिकति यो मेरो केसमा चाहिँ अलिक फरक छ। किनकि सबैको के हुन्छ भने पहिला आएपछि अब यहाँका प्रख्यात ठाउँ, जुनसुकै देशको पनि एउटा प्रख्यात कहलिएका ठाउँहरू चाहिँ कहाँका छन्, त्यहाँ चाहिँ पहिलो गन्तव्य बनाइन्छ होइन। अब त्यहाँ जाने, फोटो खिच्ने र अनि पोस्ट गर्ने भन्ने हुन्छ भने मैले चाहिँ अहिले मेरो उसमा हेर्ने भने अहिलेसम्म पनि मैले कुनै पनि ठाउँमा गएर फोटो खिच्ने। अब किनभने यहाँको दुःख भोग्नेलाई थाहा हुन्छ, दुःख गर्न आएको हामी, अनि दुःखले गर्दाखेरि अब त्यसरी बाहिर रमाएर हिँड्ने अथवा यहाँको दुई दिनको लागि क्षणिक रूपमा अग्ला बिल्डिङमा गएर समुद्र छेउ तटमा गएर फोटो खिचेर लाएर
गाउँघरमा सुखले बिताएको छ भन्ने बनाउँदा भन्दा नि आफ्नो वास्तविक चाहिँ आफूले यहाँ भोगेका दुःखहरूले गर्दाखेरि मलाई चाहिँ त्यो पोस्ट गर्न चाहिँ दिएन मेरो मनले। त्यो भएर म खासै त्यस्तोमा पोस्ट गरेको पनि छैन अहिलेसम्म। त्यही हो अब ठिकै छ, यतिमै खुसी भनौँ न, काममै खुसी भइरहेछ अहिले, त्यो घुम्न फिर्नमा भन्दा पनि। कोरियन भाषा अब पढ्ने होइन, कोरियन भाषा जो भनौँ न कोरियामा वर्किङ भिसामा आउनको लागि तयारी गर्ने चाहिँ कोही पनि हुने खाने होइन, भएको खाएको पुरै करोडपतिको छोरा पढ्दैन होइन। कोरियन भाषा तयारी गर्न सुरु गर्ने भनेको सामान्य मध्यमवर्गीय होइन, यसो भविष्यमा केही यसो थोरै समय मेहनत गरेर होइन, अब 4-5 वर्ष बाहिर बसेर केही राम्रो केही गर्न सकिन्छ कि भनेरै। विशेष त कोरियन भाषा तयारी गर्ने त पैसाकै टार्गेट त हो होइन। त्यही नै हो सबैको। अब सबैको पहिलो भनेको आफ्नो जीवनस्तर, अहिले रहिआएको जीवनस्तरलाई चाहिँ केही हदसम्म भयो भने उकास्न सकिन्छ। 2-4 वर्ष आफ्नो परिवारको हरेक इच्छा चाहनाहरूलाई पुरा गर्न सकिन्छ भन्ने कुराले नै सबैलाई फोकस गर्ने भनेको त्यही कुराले हो। यहाँसँग जोडेर घुमघामलाई रमाइलोलाई भन्ने भन्दा पनि यहाँ चाहिँ आफू पैसासँग जोडिन्छ। अनि एउटा कुरा चाहिँ अब यही मार्फत चाहिँ मैले के जोड्न चाहेँ भने अहिले पछिल्लो समय मान्छे हामीले सोचेर आएको कोरिया र भोग्दै गरेको कोरियामा फरक पाउने र कम उमेरकोले अलिकति अब माइन्डमा अलिक डेभलप नभएको कम उमेरले को मान्छे चाहिँ अब आउनु उचित जस्तो लाग्यो तत्कालको लागि हेर्दाखेरि। अब सुसाइडहरूका घटनाहरू जसरी बढ्दै आइरहेछन्, जसरी सोचेर आएको कोरिया हुन्छ र यहाँ भोग्नुपर्ने कोरिया, यहाँको दुःख। अब नेपालमा अहिलेको जेनेरेसनले भनेको दुःख गर्ने, गाउँघरमा बसेर दुःख कोही पनि गरिँदैन। अलिकति अब पढ्ने, पहिला सानोन्जेल पढ्ने, पढिसकेपछि सहर बजारतिर जाने, त्यतै गर्ने, घुमफिर गर्ने, अब बस्ने, सानोतिनो यसो पार्ट टाइम काम गर्ने, त्यस्तै गर्ने मान्छेले आएर यहाँ फुल टाइम चाहिँ अब काम गर्न गाह्रो हुन्छ। अब भाषाको समस्या हुन्छ सुरुमा। त्यो हुँदाखेरि अब यहाँको साहुहरू अटोमेटिकली उनीहरूले अब स्यालेरी दिए हुन्छ, त्यही अनुसार त उसले काम खोज्छ। काम खोज्नको लागि खोज्दाखेरि अब भनेको कुरा नबुझ्ने, हरेक कुरा गर्ने, उनले अब टर्चर दिए जस्तो लाग्छ। टर्चर त वास्तवमा दिएको त होइन, उसले अब पैसा दिइसकेपछि काम त लाउने भयो। अनि त्यो आफूले काम नबुझ्ने हरेक कुरा गर्दाखेरि टर्चर लाग्छ। त्यसलाई टर्चरको रूपमा लिएर चाहिँ मान्छेले केही सोच्न नसकेर सुसाइड गर्नेहरू केसहरू बढिरहेछन् अहिले। सुसाइड गर्नुभन्दा यदि सकिँदैन भने आफ्नो ज्यान रह्यो त भोलि जे पनि गर्न सकिन्छ। बरु नेपाल फर्किनु नै मेरो लागि चाहिँ अब बेस्ट जस्तो लाग्छ। सुसाइड गर्ने केससम्म पुग्यो भने जहाँसम्म लाग्छ नेपाल फर्किने हो भने यत्रो सपना बुनेर आउने पनि होइन। तैपनि आफूलाई एकदम आफ्नो दिमागलाई चाहिँ स्ट्रङ बनाएर जे जस्तो परिआइलाग्छ त्यो सबै म चाहिँ ह्यान्डल गर्न सक्छु भन्ने पहिला नै माइन्ड सेट गरेर नेपालबाट आउनु हो भने एकदमै नयाँहरूको लागि चाहिँ मेरो सुझाव हो, एकदम राम्रो हुन्छ। नेपालमा चाहिँ के छ भने कोरिया त यस्तो भइसक्यो कि कोरियन भाषा पास गर्ने बित्तिकै ल यो त करोडपति भयो। हजुर, 1 वर्षमा यति करोड कमाउँछ होइन, यति लाख कमाउँछ, त्यहाँ बस्न पाइन्छ 5 वर्षसम्म यति करोड कमाउँछ, फेरि गयो भने चाहिँ यति वर्ष भनेर जो भनौँ न आफन्तहरूले छरछिमेकहरूले चाहिँ पहिल्यै क्यालकुलेटर चाहिँ आइँदैन उनीहरूलाई हिसाब गरिहाल्छन् होइन। अनि अब तपाईँले केही यसो परिवर्तन पाउनुभयो कि भएन त? तपाईँले कोरियन भाषा पास गर्नुभन्दा अगाडिका आफन्तहरू र पास भइसकेपछि या कोरिया आइसकेपछि? हजुर एकदमै बिल्कुलै। त्यो त अब सोचाइमा पहिलादेखि नै हजुरले भने जस्तै हिसाब हुन्छ, पढेर पास गरेदेखि नै हिसाब गर्ने। र सोच कसरी फरक हुन्छ भने कहिल्यै पनि त्यो मान्छेको आफूले चिन्जानै नभएको मान्छे पनि जस्तो अलिकति केही यहाँ कोरिया आएपछि चिन्जान पनि बढ्यो। जहाँसम्म कि उहाँहरूले गरेको एक्सपेक्ट आफूले पुरा गर्न सक्यो भने त्यो सम्बन्ध कन्टिन्यू पनि हुने रहेछ होइन। अब यदि उहाँहरूको एक्सपेक्ट के छ भने चाहिँ सबै अब यसलाई खुलेरै भन्नुपर्दा कुरा नघुमे भन्नुपर्दा पैसासँग जोडिन्छ होइन। अब पैसा कमाउने ठाउँमा पुगेको छ, त्यसले भएपछि अलिअलि साथ सहयोग गर्छ भन्ने हुन्छ। अब आफूले यहाँ भोगेको दुःख आफ्नो किनभने आफ्नो भविष्यको लागि सोचेर आइया हुन्छ। अब परे ठाउँमा आफन्तमा हार नसक्ने ठाउँमा काम गर्नु नि पर्छ, एक अर्काले साथ सहयोग गर्नुपर्छ। तर अब कहिले नचिने नजानेको मान्छे, सामान्य नाताको त नै रिलेसनमा आवजात नभएको मान्छेले पनि सम्बन्ध जोड्दो रहेछ। अनि यो अवस्थामा आफूले अब त्यसलाई कन्टिन्यू दिनको लागि भनेको चाहिँ अब पैसा लेनदेन गर्नुपर्छ। लेनदेन गर्दाखेरि झन् सम्बन्ध बिग्रिने, दियो भने पनि बिग्रिने र नदिँदा पनि बिग्रिने भएर चाहिँ यस्तो सम्बन्ध चाहिँ एकदम सम्बन्धमा उतार चढाव चाहिँ आउँदो रहेछ। अनि कोरिया नेपाल हुँदाको सम्बन्ध र अहिले कोरिया हुँदाको समय फरक छ एकदमै। कोरियन भाषा पास गर्नुभन्दा अगाडि भनौँ न कोरियन भाषा पढ्दैछ भने चाहिँ यो त के नै गर्न सक्थ्यो र दुनियाँ कति छन् पास गर्न सक्दैन होला या केही भनेर कुरा काट्नेहरू नै होइन। यसो कोरियन भाषा पास भइसकेपछि या कोरिया आउनेको सबै प्रक्रिया पुरा भइसकेपछि 81 नजिक आउने होइन। ल है केही पऱ्यो भने भन् है, मलाई पैसा चाहियो भने या भनौँ न सामान्यदेखि अब के सहयोगहरू केही पऱ्यो भने भन् म छु भन्नेसम्म चाहिँ एउटा आउँछन् होइन। हजुर हजुर, यो एकदम बिल्कुल है। यो अब भाषा पास गर्ने क्रममा अथवा पास गरिसकेपछि यो कुरा आएको थियो। जब कि अब मलाई आउनको लागि यहाँ प्रोसेस मेरो अघि बढ्नको लागि 2 वर्ष समथिङ 2 वर्ष लाग्यो।
त्यो बिचमा फेरि त्यो वचन हरायो फेरि बिचमा के भयो भने अब यो झुट रहेछ, अब यो जाने पास गरे त भने हो त त्यत्तिकै रहेछ, पास गरे होइन रहेछ, झुट रहेछ भनेर त्यो पहिला जुन साथ सहयोग गर्छु भन्ने मान्छेहरू जब आफूलाई सहयोगको खाँचो थियो जुन बेला, त्यो बेला चाहिँ अब पहिला नै अब विश्वास टुटिसक्यो, यो मान्छे यतिखेरसम्म त जानुपर्ने हो, गएन यो मान्छे त्यत्तिकै अब कोरिया जान्छ भनेर त्यत्तिकै हामीलाई गफ लागेको रहेछ भन्ने कुराले गर्दाखेरि पनि अब पछि त्यो कुराहरू आएन भनौँ न। सहयोग गर्ने जुन बेला आवश्यक थियो, आवश्यक थिएन, मलाई पास गर्दाखेरि त आवश्यक थिएन भने त्यतिखेर दिने मान्छेहरू हुनुहुन्थ्यो भने जब आवश्यक पऱ्यो नि त्यतिखेर यदि मलाई एक्सपेक्ट त गरेको थिएन, भए पनि चाहिन्थ्यो भने नि म त्यो मान्छेहरू टाढिसकेको थियो। तिनै फेरि टाढिएका मान्छेहरू कोरिया आइसकेपछि फेरि नजिकै हजुर एकदमै त्यो त बिल्कुलै अब भइहाल्छ। भए पनि तर आफूले यो बिर्सिनु भएन कि अब हिजोमा के थियो र अहिले के कसरी के भइरहेछ भन्ने कुरालाई चाहिँ अब मजाले नजिकबाट निहालेको हुनाले चाहिँ अब त्यसलाई कसरी लिने भन्ने कुरा हो। अब नजिकै टाढा जानेको लागि चाहिँ आफूले जस्तो व्यवहार हो त्यो आफूले त्यही तरिकाले गर्ने हो, त्यो भयो भने राम्रो हुन्छ, नभएदेखि गाह्रो छ। अब नेपालमा चाहिँ के हुन्छ भन्दाखेरि पहिलो कुरा त नेपालको र यहाँको समय नै डिफ्रेन्ट छ होइन, 3 घन्टा 15 मिनट जस्तो डिफ्रेन्ट छ। हजुर। अनि अर्को कुरा के छ भन्दाखेरि नेपालबाट अब कोही भनौँ न आफै नेपाल हुँदाखेरि चाहिँ के सोच्थेँ भने कोरिया गइसकेपछि चाहिँ हजुर यहाँ काम गरेर पैसा कमाउनु पर्छ थोरै नि सोचिन्थ्यो। हजुर। पुरै विदेश गएका या कोरिया जापान कोरिया हुनेहरू चाहिँ पुरै कुनै पैसाको रुखबाट टप्प टिप्छन् जस्तो क्या होइन, एउटा एक्सपेक्ट हुन्थ्यो क्या। मैले चाहिँ कसैले माग्न चाहिँ मागिनँ होइन, यसले चाहिँ यति कमाउँछ होला भन्ने हुन्छ। तर म आफै आइसकेपछि चाहिँ धेरैले क्या अब यसो के छ कता हो भने अनि यताउता कुरा गर्छन् होइन। अनि कुरा गरिसकेपछि यसो बाहिर आएको खाजा खानलाई पैसा चाहियो कति भने 10,000 होइन, 10,000 आफैसँग कुनै दिन हुँदैन होइन। अनि के कस्तो छ यहाँ जस्तै नेपालमा जसरी सोच्छन् मान्छेहरू, जसरी हामी नै पहिला नेपालमा जाँदा सोच्थ्यौँ होइन, पैसा कमाउन त्यत्तिकै सजिलो छ कि यहाँ मानौँ 4-5 लाख या 2 लाखै स्यालेरी दिए पनि 2 लाखभन्दा बढीको काम गर्नुपर्छ कि के छ कस्तो छ? हजुर अब यस्तो हो, बेसिक रूपमा त प्रायः अब पढ्न सुरु गरेकोदेखि लिएर अहिले हरेक घरमा एकजना कोरिया जाने मान्छे अनिवार्य भएको कारणले यहाँको बारेमा कोरियाको बारेमा अहिले नथाहा पाउने भनेको कमै होला होइन, सबै थाहा पनि छ। त्यही भएर बेसिक भनेको त अब त्यही हो, सबैलाई थाहा छ, त्यही समथिङ 2 लाख भनौँ न हुन्छ। अब त्यो भनेको गाउँ घरतिर अब नेपालतिर चाहिँ के हुन्छ भने अब एउटाले कसैले अब कुनै बेला काम गरेर डे अनुसार डे नाइट काम गरेर यहाँ दुःख गरेर 3-4 लाख थाप्यो भने एकचोटि अब त्यो सो गरिदियो होइन, अब एकचोटि सो देखाइदियो परमानेन्ट देखाइदियो 4 लाख कमायो 5 लाख, त्यो भएपछि दिमागमा के बस्छ भने 4-5 लाखै हो कन्टिन्यू भने। अनि सजिलो छैन अब पैसा कमाउन, यहाँको सजिलो छैन। एक्स्ट्रा काम भनेको बेसिकभन्दा अरू धेरै गर्नुपर्छ र बल्ल अनि त्यति कमाउन सक्छ। 2 लाखै यहाँ 2 लाखै कमाउनलाई पनि हजुर त नेपालको जस्तो काम गरेर चाहिँ 2 लाख दिँदैन सबले। हजुर त्यो त बिल्कुलै हुँदैन, एकदमै फरक हुन्छ। हामीलाई कन्टिन्यू 8 घन्टा अब खट्नको लागि पनि अब लगातार गाउँघरमा हामी नेपालमा हुँदाखेरि भनेको अब मन लागे गर्ने नलागे नगर्ने, अब त्यो भनेको यति टाइम गर्ने भन्ने हुँदैन, त्यो कामै गरे पनि खटे पनि भने यहाँ चाहिँ अब ननस्टप अब 8 घन्टा पनि हामीलाई त बढी हुन्छ भने अब भनौँ हामी त्यति धेरै काम नगर्नेलाई ठिकै छ। अब काम गर्ने 4 लाख 5 लाख कमाउनेको लागि चाहिँ भनेको काम पनि त्यही अनुसारको हुन्छ, उहाँहरूको खटाइ त्यही अनुसारको हुन्छ, ज्यानलाई जोखिम त्यति नै हुन्छ। भोलि भनेको अब हाडजोडी सम्बन्धीहरू हरेक समस्या हुन्छ। अब त्यो भएको कारणले गर्दाखेरि त्यो पैसामा चाहिँ के भन्छ गाउँघर नेपालतिर पैसा माग्नेहरूको लागि पनि मेरो आफूलाई टार्गेट गरेर भनेन, जो कोहीलाई पनि कोरिया आउने बित्तिकै पैसाको एक्सपेक्ट हजुरले भने जस्तै अब 8-10 हजार त्यतिकै खाजा खान लगाइदियो भने त्यति सजिलो छैन। अब हामीले पैसा 2 लाख 3 लाखै कमाउने भए पनि त्यो अब हामीलाई भनेको 5 रुपियाँ 1 रुपियाँको पनि उति नै महत्त्व लाग्छ। हामीले सेकेन्ड मिनेट अनि त्यसपछि घन्टा त्यसपछि दिन गन्दै महिना बिताएर चाहिँ बल्ल सेलरी आउँछ। सेलरी आएको पनि अब के भन्छ खातामा आउँछ। अब आफूले के सोचिरहेको हुन्छ नेपाल अब खाताबाट नै जान्छ पैसा, कस्तो आएको थियो भन्ने कुरा पनि खासमा भने देख्न पाए हुँदैन, आफैले पैसा आएको हो कि होइन भन्ने हुन्छ। त्यो भयो, त्यो कारणले गर्दाखेरि हामीले 8-10 हजार त्यसलाई अब यत्रो कमाउने मान्छेलाई 8-10 हजार त के नै हो र यति पनि दिएन भन्ने हुन्छ। तर त्यो होइन, नेपालमा बसेर कमाउँदा र यहाँ कमाउँदा उस्तै नै हो। नेपाल कमाउँदा नि 8-10 हजार खर्च गर्न हामीलाई अलिकति सोच्नै पर्ने हुन्छ भने यहाँ पनि त्यही नै हो। पैसा कमाउँदाखेरि त्यसका चाहनाहरू बढ्दै जान्छन् होइन। अब जिम्मेवारीहरू त्यही अनुसारको हुन्छ, जति कमायो उति खर्च बढ्छ। चाहिँ यसो 10-12 हजार कमाउँदाखेरि 10-12 हजारका योजना मात्र हुन्छ। हजुर। यहाँ अब 1.5 लाख कमाउँदाखेरि चाहिँ 1.5 लाख 1.5-2 लाखका योजना, अब 2 लाख कमाइन्छ भने चाहिँ आइसक्यो 4 लाखका योजना तयार भएर बसेका हुन्छन् होइन। त्यही जे होस्
सोचेको कोरिया र अब वास्तविक कोरिया चाहिँ लास्टै गाह्रो छ होइन। एकदमै फरक छ, एकदम फरक छ। अब यदि कोरियन भाषा तयारी गर्दै हुनुहुन्छ, कोरिया कस्तो छ, कोरियाको बारेमा जान्ने इच्छा छ र यसो कोरियन भाषा पढ्ने सोचिराख्नु भएको छ भनेपछि चाहिँ मजाले हेर्नुहोस् होइन। अब कति के हुन्छ भन्दाखेरि कोरिया पहिले आइसक्नु भएको हुन्छ अनि यसो उसलाई हेर्दै जानुहुन्छ आफ्नो किम्ती समय चाहिँ दिएर होइन, अनि लास्टमा कमेन्ट गर्नुहुन्छ तँलाई मात्र थाहा थियो होइन, यताउता हो। तर यो भिडियो चाहिँ हामी कोरिया आइसकेका, कोरियामा हुनेहरूका लागि भन्दा पनि कोरियन भाषा तयारी गरिराखेका र कोरिया आउन खोजिरहेका साथीहरूका लागि बनाउँदैछौँ। अनि नेपालमा चाहिँ नेपालबाट चाहिँ कोरिया आउने दुईवटा सेक्टर हुन्छ, अहिले त 3-4वटै सेक्टर छ होइन, एग्रिकल्चर र म्यानुफ्याक्चर विशेष चलेको त यिनै हो। अब कतिले के भन्छन् भन्दाखेरि म्यानुफ्याक्चरमा चाहिँ अब अलिअलि ओटीसोटी हुन्छ तर पनि पैसा भए पनि काम जोखिम हुन्छ होइन, एकै पोजिसनमा काम गरिराख्नुपर्ने हुन्छ भन्छन्। कतिले चाहिँ के हुन्छ एग्रिकल्चरमा यसो फोहोर काम हुन्छ, यताउता नराम्रो काम हुन्छ होइन, अनि पैसा कम हुन्छ, धेरै टाइम खट्नुपर्छ भन्छन्, आफ्नै यसो इच्छाअनुसार वर्णन गर्छन् होइन। तपाईँ पनि आफूलाई लागेको तपाईँलाई कस्तो लाग्छ एग्रिकल्चर र म्यानुफ्याक्चरमा चाहिँ के हो, कस्तो हो, तपाईँले कुन सही हो जस्तो लाग्छ? होइन अब आफ्नो ठाउँमा दुईटै नै सही छन्। आफूलाई किनभने हामीले रोजाइ हरेकको रोजाइमा पर्ने भनेको म्यानुफ्याक्चरै हो, किनभने त्यहाँ यदि सबैको रोजाइमा त्यही थियो भने त एग्रिकल्चर त कोटै नहुनु पर्ने, अथवा नेपालबाट आउनेको सङ्ख्या अब यहाँ भोग्ने दुःख भोग्ने हजुरले भने जस्तो 8 घन्टाको स्यालेरी दिएर 12-13 घन्टा काम लाउने पनि छन्, अब एग्रिकल्चर लाउँछ भने होइन, त्यस्तो पनि छन्। अब त्यस्तो देखि एग्रिकल्चरमा फर्मै नभर्नुपर्ने पनि हो नि त। अब त्यो कुरालाई हेर्ने भने आफ्नो रोजाइ हुन्छ होइन, रोजाइ। अनि मेरो नजरले हेर्दाखेरि चाहिँ के भन्छु भने अब दुइटै आफ्नो ठाउँमा सही नै छन् होइन। म्यानुफ्याक्चरमा अब हामीले सोच्छौँ डेन्जर छ, डेन्जर मात्रै पनि छैन होला सबै काम होइन, तर अधिकांश डेन्जर पनि हुन्छ त्यही अनुसारको। र अब त्यहाँ पनि ओभर टाइम हुन्छ, अब छुट्टी अब भनेको अब 2-2वटा छुट्टी हुन्छ, त्यो प्लस पोइन्ट हो। अब रातो बिदामा पनि बिदा पाइन्छ, त्यो प्लस पोइन्ट त्यो हो भने अब ओभर टाइम चले त त्यसको लागि राम्रो होइन, अब पैसाको हिसाबले धेरै हुने हो। यदि ओभर टाइम नचल्ने हो भने त अब उस्तै हो, एग्री र मेनु उस्तै नै हो। जोखिमको हिसाबले एग्रिकल्चर क्षेत्रमा पनि जोखिम त अब त्यही अनुसार धेरै ठुल्ठुलो दुर्घटना नभए पनि सानोतिनो जोखिम त हुन्छ नै। त म्यानुफ्याक्चरको जस्तो अङ्गभङ्गै हुने त्यो हुँदैन, तर अब सतर्क चाहिँ हुनुपर्छ। अब काम सानो अथवा नर्मल जस्तो लागे पनि हामी अब प्रदेशको ठाउँमा बसेको मान्छेले आफ्नो ख्याल राख्नुपर्ने हुन्छ। अब चोटपटक लाग्ने मात्रै नभएर अब गम्भीर प्रकारको भित्री अब रोगहरू लाग्न सक्छन्, कि अब विभिन्न खालको अब जोखिमहरू मोलेर काम गर्नुपर्ने हुन्छ। अब फोहोर पनि हुनसक्छ, जेसुकै पनि हुन्छ नि। अब काम गर्न आइसकेपछि हामीले पछि हट्ने कुरा भएन, जस्तो आइलाग्छ त्यसलाई सबैले एक्सेप्ट गर्नुपर्छ। त्यो भएर चाहिँ हामीलाई दीर्घ रोगको समस्या पनि हुनसक्छ र त्यो कुरालाई पनि अब ख्याल गर्नुपर्छ आफूले। अनि त्यो हो, चोटपटक मात्र जोखिम होइन कि अन्य धेरै कुराहरूको जोखिम हुन्छ। न त विदेशीहरूलाई अब काममा विदेशी प्रयोग गर्ने काम भनेको अब रिक्स होइन, डेन्जर र डटी, अब त्यस्तै यसो यहाँ आफ्नो नागरिकहरूले स्वदेशीहरूले छोडेका कामहरू गर्न मन नपराएर छोडेका कामहरू नै गराउनलाई विदेशीलाई बोलाउने होला सायद होइन। त्यही पनि नहुनसक्छ मैले बुझेअनुसार, हामीले बुझेअनुसार चाहिँ। जे होस्, अब के अरे नेपालमै केही नगरेर बस्नुभन्दा होइन, यसो यत्तिकै भौतारिएर बस्नुभन्दा एग्रिकल्चर मै पनि सकिन्छ भनेपछि आउँदाखेरि चाहिँ नराम्रो हुँदैन है। नेपालीको लागि, हाम्रो लागि त महिनाको 2 लाख भनेको त सानो कुरा होइन नि त होइन। नेपालको हिसाबले कम्पेरिजन नै हुँदैन भनौँ न। नेपालको कुरामा अब 2 लाख भनेको धेरै हो। अब यहाँ आएपछि चाहिँ अब कम्पेरिजन, जब मान्छेले फ्रस्ट्रेसन हुने, पुरा डिप्रेसनमा जाने भनेको के हुन्छ भने एग्री र मेनुलाई कम्पेयर गर्ने। अब मेनुमा कति उसले वर्किङ हार्ड कति गर्यो भन्ने हुँदैन कि, अब उसले कति थाहा भयो भन्नेमा जान्छ। अनि एग्रिकल्चर आफूले कति गरे हुन्छ, बेसिक मात्रै गरे हुन्छ होइन। अब 8 घन्टा गरे हुन्छ, अनि तुलना गरे हुन्छ म्यानुफ्याक्चरसँग। अब उनीहरूले त्यति दुःख गरे हुन्छ, डे नाइट दुनिया गरे हुन्छ भने एग्रिकल्चरको सामान्यतया अब त्यही हो। अब 8 घन्टाभन्दा हुँदैन अधिकांश ठाउँमा। अनि त्यो गरेर अनि पनि अब 2 लाखै कमायो भने त्यसलाई ठुलो मान्नुपर्छ, धेरै मान्नुपर्छ। अब किनकि आफूलाई रेस्ट टाइम त भयो हुन्छ नि त, रेस्ट टाइम हुन्छ। अब रेस्ट गरेर आनन्दले अब 8 घन्टा ड्युटी खटेर गर्दाखेरि त्यसलाई नि सानो मान्नु हुँदैन। अब यहाँ आइसकेपछि नेपालमा ठुलो हुन्छ, 1 लाख दिए पनि जान्थेँ म त, किन त्यत्रो 2 लाख चाहियो र भनेर आएको मान्छेलाई पनि यहाँ पछि 2 लाख पनि कम हुने होइन। अनि साथीसँग तुलना गरौँ, अब साथी मेनुमा छ, आफू एग्रीमा छ भने पनि अब एग्री म त यति कमाउँछु, उसले यति कमाउँछ भन्ने भन्दा पनि आफूले काम के गर्दैछु, यो कामको तुलनामा मलाई कतिको साउले पे गरेको यो चित्तबुद्ध छ छैन त्यसलाई चाहिँ कम्पेरिजन गर्ने हो। अनि त्यो भएर चाहिँ मेरो व्यक्तिगत कुरा गर्दा चाहिँ म चाहिँ खुसी छु। म चाहिँ जे गरिरहेको छु त्यतिमा म चाहिँ एकदम खुसी छु। म आफूलाई अरूसँग तुलना पनि गर्दिनँ। म जे गरिरहेको छु त्यो बापतको पारिश्रमिक पाइरहेको छु भन्ने। तपाईँ कोरिया आउँदाखेरि फर्स्ट स्यालेरी कति पाउनुभएको तपाईँले?
मेरो पहिलो स्यालेरी त अब त्यतिखेर अब सबै अब भनौँ न अब उसले साउले दिने त बेग्लै हो तर आफूले पाएको अब हिसाब गर्दा चाहिँ मैले त्यो अराउन्ड 2 लाख भनौँ न त्यति नै पहिलो उसमा त्यति चित्त बुझेन मलाई धेरै हजुर 2 लाख आउँदा चित्त बुझ्यो हजुर अहिलेसम्म भन्ने हो भने अब म अलि खुसी छु भन्ने कुरामा त आफूले सोचेर ल्याउँदा खुसी छु तर स्यालेरी जब आउँछ नि आफूलाई त्यो भन्दा चाहिँ अलिकति बढी भइदिएको हुन्थ्यो कि 2 लाखभन्दा अलिकति बढी भइदिएको हुन्थ्यो भन्ने जस्तो चाहिँ हुँदो रहेछ त्यति लेख्दा नि वा अब नेपालमा भनेको हामी नर्मली के काम गरेर आउँछ अरे यता अब पढ्ने हो भने पढिसकेर अनि यता सोचियो यता आउनु थाल्यो भने अनि त्यही पनि नकमाएको मान्छे त्यसको छेउछाउ पनि केही पनि नकमाएको मान्छेलाई पनि यहाँ आएर पहिलो स्यालेरी नै 2 लाख थाप्दा पनि त्यो पनि चित्त नबुझ्दो रहेछ ठाउँले त्यति बताउँदो रहेछ कोही आइसकेपछि त्यो सानो हुँदो रहेछ त्यो भनिन्छ नि अब मान्छेका इच्छा आकाङ्क्षाहरू असीमित हुन्छन् भनेर हजुर अब जस्तै अहिले हामी नेपालमा 20,000 पनि प्रति महिना कमाउन नसक्ने हामी नै भनौँ न नेपालीहरू आएर कोरियामा पहिलो महिनाको 2 लाख स्यालेरी पाउँदाखेरि 2 लाख कमाउँदाखेरि पनि खुसी हुँदैनौँ कि ल हामीलाई यहाँ सिधै आएर 10 लाख या 20 लाखै कमाए पनि ल 25 लाख कमाउन पाएँ 30 लाख कमाउन पाएँ या भन्ने एउटा चाहिँ असीमित हुन्छन् इच्छाहरू होइन आकाङ्क्षाहरू त्यो भएर जति इच्छा त्यसैमा खुसी हुनुपर्छ त्यति नै हो मैले भने अहिले आफ्नो कुरालाई जोड्दाखेरि म अहिले पछि बुझेर आफूले बुझेर जे छ त्यतिमा म हामीभन्दा कम कमाएर खुसी हुने मान्छे पनि हुनुहुन्छ भने हाम्रो एभरेजमा छ भने ल ठिक छ यतिमै खुसी हुनुपर्छ भन्ने हो अनि त्यो भएर म हो सुरुमा त मलाई पनि अब किनकि सोच्ने आफू थिएन त्यसलाई कम सोचेँ तर बिचमा आफू सोच्दै गएपछि अहिले आफूलाई म एकदम अहिलेको अवस्थामा चाहिँ एकदम सेटिस्फाइड छु म अहिले ठिक छ खुसी छु खुसी हुनुहुन्छ हजुर अब 3-4 वर्ष कोरिया बसिसक्नुभयो बिचमा नेपाल जानुभयो कि जानु भएन हजुर म भर्खरै नै अस्ति उसमा जुलाईमा गएर आएँ भनौँ न जुलाईमा गयो 2 महिनाको छुट्टी थियो 2 महिना छुट्टी गएर नेपालमा गएर चाहिँ बिताएर भर्खर आयो छुट्टी धेरै कुराहरू छोडिसक्नु भएको छ होला हजुर अनि नेपाल छोडेर आइरहेको तपाईँ होइन आफू र अब कोरिया 2-3 वर्ष पुरा गरेर होइन फर्किँदाखेरि चाहिँ केही परिवर्तन पाउनुभयो कि पाउनु भएन त होइन अभियसली अब सुरुमा हेर्दाखेरि आफूले छोडेको उसमा फरक पायो भने तुलनात्मक हिसाबले हेर्ने भने पहिला जस्तो त्यस्तै नै हो आफूले अलिकति यहाँ किनभने विकास भएको विकसित ठाउँ हेरेर गएको र आफ्नो देशलाई हेर्दाखेरि अब बरुको आफ्नो देशभक्ति हिसाबले सोच्ने हो भने आफ्नो देशको गर्व त लाग्छ तर तुलनात्मक हिसाबले हेर्ने भने नेपाल जस्तो छोडेर आएको त्यस्तै नै छ नेपाल त त्यस्तै छ जस्तो आफूलाई भनेको व्यक्तिगत कुरा चाहिँ अब पहिला यसो सामान्य एउटा लगेज बोकेर होइन केही महिनाको यसो 20-30 हजारको पनि काम नगरेर होइन नगरेको मान्छे एक्कासी परदेश गएर होइन यसो 2-3 वर्षै मेहनत दुःख सुख गरेर यसो अलिअलि कमाएर जमाएर होइन फर्किँदाखेरिको आफूमा चाहिँ होइन कस्तो अनुभव हुने रहेछ यो कुरा भन्नुपर्दा चाहिँ होइन धेरै फरक हुन्छ किनभने पहिला अब नकमाउँदा आफूसँग कमाइ नहुँदा भने आफ्ना इच्छाहरू र अहिलेका इच्छाहरूमा फरक हुन्छन् पहिला इच्छा बढी थिए मतलब आफूसँग पैसा नहुँदा चाहिँ आफ्नो व्यक्तिगत इच्छाहरू बढी हुन्थ्यो भने अहिले पारिवारिक इच्छाहरू बढी हुने होइन अब आफ्नो बारेमा सोच्न भइँदैन अनि त्यो तरिकाले के हुन्छ भने अहिले गर्व त आफूले किनभने चाहेको ठाउँमा आफूले खर्च गर्न सक्ने भइयो आफूसँग अब अलिकति थोर बहुत भए पनि पैसा अब अलिकति कमाएर गएको मान्छेले फरक त पाइहाल्यो पहिला अब कमाइन्छ कमाइदिँदैन कस्तो हुन्छ अवस्था स्वास्थ्यले साथ दिन्छ दिँदैन भन्दै आएको र अनि 3 वर्ष अब बिताएर होइन अब 3 वर्ष पुरा गरेर जाँदाखेरि अब स्वस्थ भएर बसेर त्यतिखेरसम्म 2 हजार पैसा कमाएर जाँदाखेरिमा फरक त धेरै भइहाल्छ त्यो भएर अलिकति खुसी लाग्छ भनौँ खुसी भएर आउनुभयो हामीले कुरा गर्दाखेरि धेरै समय कुरा गऱ्यौँ तर मैले यति बेलासम्म चाहिँ के काम गर्नुहुन्छ भनेर पनि सोध्नै बिर्सिएछु होइन अब कोरियामा अब कामै मुख्य कुरा हो होइन तर अब फेरि अहिले अब के काम गर्नुहुन्छ भनेर मात्रै पनि अब छोडिदिएर भएन धन्यवाद यति बेलासम्म आफ्नो समय दिनुभयो धन्यवाद तपाईँहरूलाई पनि धन्यवाद यति बेलासम्म हेरिदिनु भयो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला आज चाहिँ छुट्टिन्छौँ फेरि हामी अर्को उहाँको कम्पनीमा गएर उहाँको काम गरिराख्दाखेरिको अब के काम गर्नुहुने रहेछ काम कस्तो रहेछ होइन के गर्नुपर्ने रहेछ भनेर चाहिँ फेरि भिडियो बनाउनेछौँ त्यसको लागि चाहिँ अब यसो हाम्रो च्यानललाई सब्सक्राइब गर्नु चाहिँ यसो नबिर्सिनु होला हस् धन्यवाद